यो संसारमा कसैको भर परेर पनि हुँदैन आफ्नो लागि आफै लड्ने म अब कसैको भर पर्दिन आफै गएर दिन्छु आमा यहाँ आऊ त के भयो आऊ न अब बुढी माउ घर एक्लै बस्नु पर्ला तिमी किन नि म त अब कलकत्ता जान्छु अब कलकत्ता जान्छु जस्तो छ कल लान्छ नि तँलाई कलकत्ता अब त्यो माथि निर्मली दिदीको छोरो छैन धर्मे दाई उसले मलाई जुठे भाइ गाममा बसेर केही हुँदैन अब पैसा कमाउनु परेन भनेको छ कलकत्ता लगिदिन्छ नि लान्छ नि तँलाई कलकत्ता नामापट्टिको नबुवापट्टिको त्यत्तिकै हावा कुरा गर्छ के कुरा गरी होलिन् के मान्छे देखेन कस्ता छन् हेर्दै बोलेको कुरा पुर्याउला आँटा छन् नि तिनले त ढाँदैनन् मलाई त विश्वास छ म त अब जानियो त्यसपछि झ्याम्म पैसा कमाएर ल्याउँछु त्यहाँबाट के गर्छु थाहा जिम्मलले छैन जिम्मललाई पैसा कमाएर देखाउने हो नि त्यो छोरीलाई भित्राउने हो क्या पैसा कमाएर ल्याउने हो जिम्मलको छोरी भित्राउने हो त्यो जिम्मलको छोरी भित्राउन चाहिँ यहाँ पैसा कमाएर ल्याउनु परेको छैन है भनिदिएको छु मैले रुक्क लाएर आफ्नो जातको बिहा नगरेर पैसा कमाउने जिम्मलको छोरी भित्राउने जात है आफ्नो जात भने अनि विष्टको जातले चाहिँ के गर्यो त तँलाई किन रिस उठाउँछ कि जतिखेर पनि पैसा कमाएर ल्याएर आफ्नो जातको बिहे गर्छु आमालाई सुख दिन्छु भन्ने त होइन त्यसैको लागि पैसा कमाउने बुद्धि हेर्न बुद्धि यसको यो अनरी धानको पनि यसो झार भकारीमा राखेको त बिउ राम्रै हुन्थ्यो सानीमालाई केही भनेको छैनन् फेरि झारिदियो भने गाली गर्ने हुन् कि हजुरलाई एउटा चिज दिनुपर्ने थियो कस्तो चिज ल्याउ नि के हो यो चिठी समय रातको 12 बजे स्थानीय कान्त ठाउँ प्रिय हजुर के छ खबर आरामै हुनुहुन्छ होला र म पनि ठिकै छु खासमा चिठी लेख्न पर्ने कारण त थिएन जुन दिनदेखि मैले तपाईँलाई देखेँ त्यहाँदेखि मलाई निन्द्रा पनि लागेको छैन हजुरलाई देख्ने बित्तिकै मलाई थाहा छैन के भयो खै हजुरको बारेमा मात्र सोच्न मन लाग्छ हजुरसँग मात्र भेट्न मन लाग्छ खै के भयो मलाई यस्तो हुन त यी कुराहरू मैले भेटेर भनेको भए पनि हुन्थ्यो तर हजुरसँग भेटेर भने आँट नै आएन त्यही भएर मैले चिठी मार्फत मैले आफ्ना मनका कुराहरू तपाईँलाई भन्दैछु मलाई आशा छ हजुरले यो जवाफ चिठी मार्फत दिनुहुनेछ उही तपाईँकी गौरी धेरै माया छ गौरी चिठी चाहिँ खुब मिठो लेख्दै रहेछन्
हर्षित भएको छु। अब राम्रै त शब्द भयो होला नि, के लेख्नु हो र अरू? म पनि तिमीलाई ए लुकी के लेख्नु र? अब तिमी कति बेला पढाइदिए भनेर आउँछौ, अब तिमीलाई पढाउँदा आफू पनि त केही तयारी त गर्नु पर्यो नि, होइन र? त्यस्तो है। अनि घाँस काट्न जाने होइन? जाउँ। घाँसै आइसक्यो। अनि कस्तो छिटो घाँस ल्याउनु भएछ त? अब छिटो नल्याए त के गर्नु जुनकी नानी, बाख्रा कराएर बसी खप्न दिँदैन। ल गएँ है। ल ल आइजाऊ ल। अनि के भन्न आएछिन् त जुनकिरी नानी धर्मे? घाँस काट्न जाने बेला जाउँ भन्न आएको रहेछ न सानीमा। अनि घाँस काट्न जाने त पाहातिर पो जाने त, हाम्रो घरतिर छ त। के हो सरसफाइ? आमा नमस्कार है। नमस्ते बाबु, नमस्ते। ल आमा छोरा मिलेर सरसफाइ गर्दै के साग रोप्नु लाग्नु है क्या? यसो अल्छे पल्छे पारेर अब त्यही तोरीसोरी यसो छरिदिउँ, साग खानुहुन्छ भनेर। साँच्ची बाबुलाई एउटा कुरा सोधौँ भन्ने ठानेको थिएँ, यहीँ आइपुग्नु भयो। ए के हो र आमा, सोध्नु न। तपाईँले यसलाई डाइरी खान कलकत्ता लान्छु भन्नुभएको थियो हो? अब यो गाउँमा के गर्नु त आमा, अब यो दुःख पाएर यसरी बस्नुभन्दा हिँड त भाइ भन्न मैले भनेको होइन। जान्छ भने छोडिदिनु क्या आमा, उता गएपछि कमसेकम अलिअलि पैसा त कमिन्छ। म छँदैछु नि, किन टेन्सन लिया भने काम त पाइहाल्छ नि। बुढीमा अब सुखका दिन आउनुभयो। साँच्ची नै जान्छस् त, सक्छस् त गएर त्यहाँ काम गर्न? यत्रो घन्टो क्या मान्छे कस्तो कुराहरू। किन नसक्नु, म यत्रो सानो हुँदाखेरि गएको, मैले सकेँ। यहाँ घन ठोकिरहेको छ, त्यहाँ पनि काम त पाइहाल्छ नि, सकिँदैन र? हुन्छ नि त बाबु, अब तपाईँले लगेर राम्रोसँग काम लगाइदिनुहुन्छ भने त लिएर जानुहोस्। के अरे यसले नि दुःख पाइरहेछ, बरु काम गर्न सक्छ कि सक्दैन भनेर मलाई पिर परिरहेछ त। ए सक्छ आमा, सक्छ, किन नसक्नु। जुडे भाइ अब यत्रो कलकत्ता जाने भइसकेपछि त यसो कुनै सल्लाह त गर्नु पर्यो। त्यही भएर एकछिन सल्लाह गरौँ न आमा, एकछिन है हामी सल्लाह गर्छौँ। हुन्छ बाबु। ल अब अनि जुटे भाइ पैसा सोइसा कमाइ धमाइ के छ? कमाइ धमाइ पैसा त के, बालीमा गर्ने हो मैले काम। पैसा त मैले वर्ष 10 रुपियाँ दाम पनि देखेको हुन्न। हो र? होइन ओह, मैले मुङ्लान लगाइदिनु भयो नि। म मुङ्लान त लगिहाल्छु बिचरा। 10 रुपियाँ पनि हुन्न है? यहाँ 30-40 रुपियाँ छ, यो राख। राख न, राख, किन अप्ठ्यारो मार, राख। यत्रो बिजी पैसा त्यसो नभन न,
अब सँगै उता चाहिँ कलकत्ता जाने भनिरहेको छ, म लाँदैछु, भाइ जस्तो मान्छे भएर पो दिएको त, अरू चाहियो भने फेरि अरू पनि दिन्छु, राख भने रुक राख। यत्रो बिजी पैसा मैले कसरी गुण तिर्ने होला त अब? केही गुण तिर्नु पर्दैन जुठे भाइ, एउटा चिठी छ, कसैले थाहा नपाउने गरी है गौरीलाई दिउँ, अनि म चौतारा परिराखेको छु भाइ। चिठी चिठी कसैले थाहा हुँदैन फेरि। भाइ थाहा नहोस् कसैलाई पनि। हाल्यो अलिअलि काम गर्न पाइन्थ्यो, मेसिन बनाउनु पाए भएदेखि। यहाँ आफ्नै स्टोरको च्यात्या पनि जिमल बासँग पनि सलेले पैसा मागेर बनाउँदा पनि हुन्थ्यो, अब जिमल बा पनि छैन। छैन नि त नि, अब के गर्नु यतिखेर, खै के भयो सबै कुराले एकैचोटि सबैतिरलाई एकैचोटि परेको छ। कहाँ गएर त बस यतै बस्छु। ए साह्रै हेर्नु न शीतले, हाम्रो त सबै शीतले लाई परेर यहाँ आउनु न सबै। अलिअलि भएको लाइलाहान यहाँ यी मेसिन बिग्रिएर काम गर्न केही पाएन, बिस्टहरू रिसाएर उधुम छ, के गर्नु। च्यात्या त के लाउँदा नि अनि त्यो तेरो पनि सिलाउनु पाए हुन्थ्यो। सिलाउने भनेको अब च्यात्या लाएर हिँड्छस् अनि हो कि मान्छेले नपत्याउनु, अलिकति यसो सिलाएर चटाक चुटु बनाएर लाउनुपर्छ नि। कति भन्नु तँलाई? त्यही भने के भने जति पनि लाग्दैन। म पिसा फेरि लानु पर्यो। यो सागभित्र लिएर राखेर चाहिँ गए भए हुन्थ्यो। छोरी उनीहरूले दिन नलाएर मैले गरिदिने भनिदियो भने कस्तो दिन भए पनि त त्यो मात्रै हो र त, अरू पनि त कतिचोटि चाहिँ मान्छेहरूले चाहिँ तँलाई हेर्ने नजरिया नै अर्कै भएको छ त। होस् कोहीले राम्रोसँग हेर्दै नहेर्ने नि के भयो, अब त भयो यो भयो भने त्यति भयो ठ्याक्कै। ल कस्तो तिमीले पठाएको चिठी हात पाए, चिठी पढ्दा धेरै खुसी। अनि जिमल साहब नभएको बेलामा त जुनकिरी नानीसँग राम्रोसँग भेटघाट भइरह होला नि त। सानो भेटघाट हुनु, राम्रोसँग बोल्नु पनि खोज्दिनँ अहिले। किन नि के भयो? यस्तै ताल देखेर नि चाल छ अरे किन नभेट्यो भन्ने कुरो मैले थाहा पाएँ कि। किन र? पैसा नभएर हो के। अब मुगलान जाने हो दिदी, म त मुगलानबाट यतिविधि पैसा कमाएर ल्याएर जिम्मल साहबले जुटे साहब मेरो छोरी लगाइदिनुहोस् भन्ने गइस् मुगलान। तैँले मुगलान जाने भने पनि छेपारा उखानै भयो। अब मुगलान चाहिँ होइन, नेपाल जाने बाटा मुगलिन पर्छ नि, त्यहाँसम्म चाहिँ जालास् त, हदै गइस् भने। कसरी जान्छस् त? पहिला त हो, अहिले त ठ्याक्कै लगाइदिने मान्छे भेटेको छु कि मैले। को भेटिस् त्यस्तो लगाइदिने मान्छे तँलाई? माथि त्यो निर्मली दिदीको छोरो धर्मे दाई।
ए त्यसो भए त जुठे बाबु मुगलान जानुहुन्छ मान्छे चाहिँ खाटीकै भेट्नु भएछ लगिदिन्छु भनिसके ढुक्कले गयो हुन्छ जुठे बाबु भाडा नि आफैले हालिदिन्छ नि ए धर्मेले कलकत्ते धर्मे उसले बाबा चाहिँ लोइदेला लैजान त तर नि के भन्न सकिन्छ त यतातिर तल मुगलान पठाएर अर्को बिहा दिन ला पनि हुनसक्छ के भर्छ कहाँ चाहिँ गयो त त्यो पैसा कतै मनाइ त होइन नानी नानी हजुर कहाँ हजुर मान्छे यो यता छु यता पछाडि फुल टिपेर रस चुसेर बसिरहेको थिएँ तैँले मेरो त्यो तकिया मुनि राखेको पैसा देखिस् कोही थाहा छैन मलाई कस्तो थाहा छैन मान्छे अब घर तँ र म बाहेक अरू छैन अनि कहाँ गयो त त्यो पैसा मलाई के थाहा त हौ कति थियो बा कति हुनु नि गोडा 50 रुपियाँ जति राखेको थिएँ चिनी चियापत्ती ल्याउँ भने अहिले छैन अरू ठाउँ राखेर झुकिनु भयो झुकिन्छु भयो त कहाँ त कहाँ हिँड्छ यो जुनेको वियोगमा तडपेर हिँडेर होला नि बिचरा सुनेको वियोगमा जिन्दगी त है यसको खलीमा सुक्को हुँदैन जिम्मलको छोरी त आएर कहाँ हुन्छ र भाउ ए हामीसँग चाहिँ सुक्क हुन्न है छोरा ल ल ल हेर तेरो आँखा फुटाइ यो चाहिँ के हो हाम्रो यो सुक्क नभए के हो यार पैसा त टन्नै ठ्याक्कै कति कति भन्ने मात्रै थाहा नभए हामी साँच्चै हुन्न तँले लुटपाट गरिस् कि नियत त ठिक छैन तेरो जे पाए त्यही नबने चोर र सोर फेरि अहिले ढुङ्गा टिपेर कम्परा हानिदिन्छु होइन भने 10,000 पैसा कहाँबाट आयो जाँडा नि अनि तँलाई किन भन्नु पर्यो आउँदैन त उसँग खुकुरी बनाउँछ हँसिया बनाउँछ बेच्छ उसँग चाहिँ पैसा हुँदैन अचम्म छ यो ठिक भयो मान्छे हेर्नुहोस् नि त पक न अब जा जा गर्छ टाउको साउको फोडाइदिन्छु अनि हामीसँग त कहिले पैसा नहुन्छ जस्तो गर्छ कि पक चक्लेट किनेर दिनु नि त एक्लै खाइन्छु कति हो राजाहरूको फोटो छ नि ए आयो अनि चिठी देऊ दिएँ अनि के भनिन् साउरे दाइ थियो त्यही बल्ल बल्ल लुकाएर यसरी पछाडिबाट दिएको यसो चिठी पाएपछि बाहिरतिर गएको थिएँ नि पढ्न त पढिन होला केही भन्नु पाएन नि तर एउटा कुरा नि भाइ यो कुरा तिमीले कसलाई दायाँ बायाँ भन्यो भने न तिमीलाई मुगलान लान्छु त्यो अस्ति दिएको पैसा सबै फिर्ता माग्छ भाइ भन्दिनँ कसैलाई भन्दिनँ भनेको जस्तो मेरो विश्वास छैन हजुरलाई मुगलान त जाने म त जाने हो जाने म लगिहाल्छु नि तर कुरा चाहिँ एकदम गोप्य है गोप्य है गोप्य दिवाली साहब दर्शन 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 हजुर त यता हुनुपर्छ मलाई अलिकति पैसा खर्खाँचो पर्दैन नि हजुर गर्न टारिदिनुहुन्छ है भन्दा कति जति चाहिएको थियो तपाईँलाई त्यस्तै 15-20 रुपियाँ जति भए पुग्छ हजुर मसँग पनि धेरै त कहाँ छ र श्रीधर बाबु उहाँ हजुरले नेपाल जाने बेलामा अलिअलि यसो खर्च चाहिन्छ कि भनेर छोडिदिइसकेको थियो त्यही छ ल यति चाहिँ तपाईँ खर्च टार्नु दुम्ब राख्नु पर्यो श्रीधर बाबु
त आउनु त त्यो निर्मलीको छोरो छ नि धर्मी हजुर कस्तो खालको केटो रहेछ यसो भित्रभित्र बुझ्नु न किन र केटा राम्रो खानदानको रहेछ भनेदेखि केटा पनि राम्रै छ अनि तिनीहरूको अलिकति हिमचिम बढे जस्तो छ जिम्मा साहब नेपालबाट आउने बित्तिकै तिनीहरूको कुरा चलाएर बिहा गरिदिनु पर्यो भनेर नि हुन्छ नि त जिम्माले साहब म भित्र राम्रोसँग बुझ्छु हजुर त्यतिकै केटासँग बिहे गरेर पठाइदिनु पाए त हामीलाई पनि ढुक्क हुन्थ्यो कम्ती दुःख देखिछ हेर्ने अनि पहिले त जुठा भाइ छिटै भेटाइदिनु पर्छ नि तपाईँ पिरै नगर्नु के बेलुका हाम्रो घर आउनु म गौरीजीलाई ट्याक्कै हाम्रो घर लिएर राखिदिन्छु तपाईँ हाम्रो भेट्नु हो पक्का हेर पानी पनि उम्लिन लागिसकेछ होइन यो गौरीको र जुठेको के छ आजभोलि घरि आएको छ मिलिक्कै भेट्या छन् फेरि फुत्त निस्किया छन् मिलिक्कै भेट्या छन् फुत्त निस्किया छन् के छ होला हो यिनीहरू मैले त बुझ्नै सकिनँ पानी जुम्न लागिसकेछ धर्म दाइ हाम्रो घर आउनुहुन्छ तपाईँ जानु पर्यो रे के अहिले तर नि दिदी मैले तपाईँको लागि यत्रो गरिदिएको छु मेरो चाहिँ यस्तो हालत भइरहेछ त्यो जुनीले बाटा भेट्यो भने पनि गरेर हान्ने गोरुले तरेर हेर्छ बोल्दा नि बोल्दिनँ मेरो रुवारले होइन कि हाम्रो दाइ र अनि काइले आमाको खरेले हेर्न गएको केटी भनिदिनु न तपाईँ यसको चिन्ता नगर्नु न जुटी बाबु अब तपाईँले मेरो लागि यत्रो गरिदिँदै हुनुहुन्छ म जुनकिरीलाई भेटेर सबै कुरा भनिदिन्छु म भगाइदिन्छु तपाईँको लागि यत्रो गरेको छु ए हात जोड्न पर्दैन कि जुटी बाबु म जसरी पनि कुरा मिलाइदिन्छु ढिँडो पाकिसक्यो कहाँ गएको होला त त्यो जुठे ए जुठे सुने पो सुन्दैन यसलाई त के गर्नु जुठे ए धनबाबु पो आउनु भएको रहेछ जुठेलाई खोज्दै आउनु भएको होला हजुर अनि भर्खरै ततिर कता थियो कहाँ गर्छ त त्यो हजुर ए आइपुग्यो ए जुठे भाइ आइपुग्यो त कहाँ गएको अनि त कहाँ गएको थिइस् नि धनबाबु खोज्दै आउनु भएको छ अब पाक्न त हाम्रो घरमा ढिँडो पाकेको थियो बाबु अब खाउँ भनौँ भने हाम्रो घरमा खान नमिल्ने होला किन नमिल्यो आमा मिलिहाल्थ्यो नि तर घरमा खाइसकेर पो त यसो बाहिर निस्केको जुठे भाइलाई पनि भेट्छु भनेर आएको भेट पनि भइहाल्यो ल आमा म अहिले जान्छु है त हस् त आमा है जुठे भाइ पाकिसक्यो आइज अनि जुठे धर्मबाबु के भन्नु आएको रहेछ त के भन्दा त मुगलान जाने कुरामा सल्लाह गर्न आएछन् कि ए उ त्यो ल्याउ न थोरै ल्याऊ है मलाई
के हाराइस र थोरै भन्छस् नि त केही खाने नि मिठो भएको छ भनेपछि मलाई पहिलोचोटि देख्दै तिमीलाई त्यस्तो भएको थियो अनि चिठीमा त खुब लेखेको थियो त नबोल्ने मसँग यता फर्क न यता फर्केर बोल न भने यता फर्क न यत्तिकै बोल्दा पनि भइहाल्छ नि अनि फर्किँदा चाहिँ के बुझिन्छ त साँच्चीको नफर्किने हो यतैबाट कुरा गरे पनि भइहाल्छ नि फर्क न अनि चिठी लेख्दा चाहिँ लर लागेन खै नि के थाहा त्यस्तो पनि हुन्छ र शब्द चाहिँ कहाँबाट आएको मनबाट यति राति भइसक्यो होइन मलाई पनि सानी मैले खोल्नुहुन्छ ल तिमीलाई पनि दाइले खोल्नुहुन्छ ल हामी भोलि भेटौँ न ल हुन्छ कहाँ भेट्ने थाहा छ कहाँ म जुठे भाइलाई भन्छु माछा मार्ने जिउमा खोलामा भेट्नुपर्छ खोलामा अँ अब हजुरले भनेपछि हुन्छ त होला नि मैले भने चाहिँ हुन्छ त्यही गरौँ त ल भोलि भेटौँ जुठे भाइ भात खाइसक्यो भात ढेँडो ल धन्यवाद है तिमीलाई भेट्नु भेटेँ त अब सुन न मैले गौरलाई भोलि खोलामा भेट्नुपर्छ भनेको छु माछा मार्ने भन्ने बाहनामा तिमीले गौरलाई लिएर आउनु है म पहिला नै गएर खोलामा बसिरहेको छु दिदीलाई ल्याउने कुरो बुझ्यौ नि हस् है ल ल धेरै धेरै धन्यवाद है त आमा हो खोलामा भेट्ने कुरो भइसक्यो हामी यत्रो वर्षदेखिको छुट्न लागिसक्यो कप्पर मलाई पहिलोचोटि देख्दै तिमीलाई त्यस्तो भएको थियो अनि चिठीमा त खुब लेखेको थियो त नबोल्ने मसँग हामी भोलि भेटौँ न कहाँ भेट्ने थाहा छ म जुठे भाइलाई भन्छु माछा मार्ने जिउमा खोलामा भेट्नुपर्छ पैसा भाइ अर्को मकै जाँदा नि हाल्नु हुन्थ्यो अर्को आयो घर आयो मकै बिना जाँदाखेरि वचन लाउँछन् अब के गर्ने यस्तै हो यसमा अर्को जातो हाल्नु पनि त्यस्तै हो पैसा हुनु पर्यो जोताडा पनि आफै जातो पिन्न लाग्यो कि के हो ए होइन के पिन्ने यो हातो बनाइदिएको यहाँ हिजो बिगारी छ त्यसले अनि त कोदालो बोकेर बिहान बिहानै कता लागिस् त म त खोलातिर जान लाग्यो सर खोलामा खोलामा कोदालो बोकेर के जान्ला त अनि हिजो गोर्तीसँग सल्लाह भयो क्या मेरो के सल्लाह भयो र गएर माछा मार्न पर्यो यो जाडा चाहिँ माछाको झोलसँग ढेँडो सप्र्याक सप्र्याक खाने भन्ने कुरा हो त्यही भएर म त दिदीलाई लिएर
कतिर जान्ला ए हाम्रो गौरी जाने दाइ हिजोचोटि बाबुसँग कुरा भएको थियो त्यही भएर मैले त यतै आउनु अनि सँगै जाउँला भने नि माछे मार्न जाने भए त गौरीमा त किन म पनि जान्छु नि